छोराले विदेश जाने भन्दै थियो, के गर्ने रहेछ, कहाँ गएछ त्यो? ए छोरा, हजुरबा, छोरा, हजुर हजुर, एकचोटि यहाँ आइज त। कहाँ गएछ? हजुरबा बोलाउनु भएको? यहाँ चाहिँ यहाँ बस, यहाँ बस त। होइन, यो तैँले विदेश जान्छु भन्थिस्, के भइरहेछ कुरा? बुझ्नु त मैले धेरै ठाउँमा बुझिसकेँ, बागबजार कन्सल्टेन्सीहरू धाइसकेँ, मैले धेरै ठाउँमा धाइसकेँ, तर कुनै कन्सल्टेन्सीले के भन्छ, कुनै कन्सल्टेन्सीले के भन्छ जस्तो भर लाग्दो जस्तो लागेन मलाई। हो भन्न त सही भने यसले केटा, अस्ति भर्खर साइलीको छोराको पनि 8 लाख खाइदिएछन्। राम्रोसँग बुझेर सोचेर मात्रै अगाडि बढ्नुपर्छ है। हो हुन त बा, अब न्युजहरूमा पनि आइरहेको छ, कति कन्सल्टेन्सीले ठगी व्यापार गरेको छ, कति विद्यार्थीको भविष्य बिगारेको छ। साइली आन्टीको छोरीको पनि 8 लाख सायद त्यसैबाट फसेको होला। हो हेर केटा, हामीले चाहिँ सबै कुरा सोच विचार गरेर राम्रोसँग बुझेर मात्रै अगाडि बढ्नुपर्छ है त। हो बा, मैले पनि टिकटकमा हेरेको थिएँ कन्सल्टेन्सीहरूको बारेमा। एउटा कन्सल्टेन्सी राम्रो भेटाएको थिएँ मैले, उहाँ कागजपत्रकोमा पनि मजाले मद्दत गर्ने रहेछन्, त्यहाँबाट धेरै मान्छेहरू पनि उठिसकेको रहेछन्। एक्चुली गौछरा गएर बुझौँ कि? हुन्छ, हिँड्न त जुम्का रहेछ। ए यो सरस भन्ने हो? नमस्ते सर सर। नमस्ते। हजुर नमस्ते, बस्नुहोस् न। हजुर बा भन्नु न, के को बारेमा बुझ्नु थियो होला? होइन सर, छोराले विदेश जाने भन्दै थियो, धेरै कन्सल्टेन्सी गएर रहेछ, सबैमा यो हुन्छ ऊ हुन्छ भनेर सान्त्वना मात्रै दिने, खै कुनै कन्सल्टेन्सी राम्रो लागेन भन्छ, के हो बुझ्नै सकेन मैले। मार्केटमा धेरै कन्सल्टेन्सीहरू छन्, तपाईँहरूले आफ्नो एप्लिकेसन अगाडि बढाउने बेला चाहिँ राम्रोसँग बुझेर मात्रै बढाउनुपर्छ। फेरि जहाँ पाएँ तीबाट गर्दाखेरि एप्लिकेसन नगरिदिने जस्ता प्रब्लमहरू पनि अहिले देखिन्छन्। छोराले कहाँ हजुरको भिडियो देखेर रहेछ, बा यो कन्सल्टेन्सी साह्रै राम्रो छ भन्दै थियो, अनि आँखा हामी चाहिँ हो, हामी सरस लर्निङ एक्सप्लोरले चाहिँ तपाईँहरूको डकुमेन्टहरूलाई राम्रोसँग जाँच गरेर तपाईँहरूको एकाडेमिक डकुमेन्ट्स, तपाईँहरूको आइएलएसपिटी के दिनुभएको छ, त्यसको स्कोरहरू सबै राम्रोसँग हेरेर हाम्रो डकुमेन्टेसन टिम बसेर मात्रै तपाईँको एप्लिकेसनलाई अगाडि बढाउँछौँ। कहाँ छोराले आइएलटिएसको इक्जाम पनि भन्दै थियो, राम्रो गरेको छ भने, अनि विदेश जान्छु मात्रै भन्छ। एउटा राम्रो भरपर्दो देश पछिसम्मको लागि सोचेर एउटा राम्रो ठाउँ भनिदिनु पर्यो। आइएस गर्नुभएको छ भने त धेरै राम्रो भयो। अब कन्ट्री चुज गर्ने कुरामा चाहिँ तपाईँहरूको एकाडेमिक डकुमेन्ट, तपाईँहरूको फाइनेन्सियल डकुमेन्टहरू सबै हेरेर हाम्रो भिजा टिमहरू बसेर तपाईँ हामी सरसल्लाह गरेर एउटा 25सम्मको लागि हुने, वहाँ गइसकेपछि पनि दुःख नपाइने कन्ट्रीमा एप्लिकेसन अगाडि बढाउनुपर्छ नि। सरको कुरा मलाई चाहिँ ठिक लाग्यो, खै अब छोरालाई चाहिँ के लाग्छ सोधौँ न त। हो बा, मलाई पनि सरको कुरा त राम्रै लाग्यो। अब सरले भनेको कुराहरू पनि मलाई एकदम चित्त बुझेको छ। अरू कन्सल्टेन्सीहरू भन्दा चाहिँ जियोस् अलिकति आश पो लाग्छ, राम्रो गर्नुहुन्छ। ए हुन्छ हुन्छ, ल अब हामी यहीँबाट भन्यो अप्लाई गर्ने। हुन्छ हुन्छ, तपाईँहरू एकचोटि एकाडेमिक डकुमेन्ट्सहरू पनि लिएर आउनुहोस्। हामी सबैजना बसेर हाम्रो भिजा टिम बसेर तपाईँहरूको एकाडेमिक डकुमेन्टहरूलाई हेरेर कन्ट्री, युनिभर्सिटी अनि कुन कोर्स गर्दा बेटर हुन्छ सबै कुरा छलफल गरेर नै एप्लिकेसन अगाडि बढाउला नि सर। हुन्छ सर, अहिले हामी जान्छौँ, अर्को दिन डकुमेन्ट लिएर आउँछौँ है त। हुन्छ हुन्छ, भोलि डकुमेन्ट्सहरू लिएर आउनुहोस् अनि हामी सबैजना बसेर सरसल्लाह गरेर नै हाम्रो एप्लिकेसनलाई अगाडि बढाउला नि। Soros Lawn and Explore Private Limited, Delhi Bazatas, Kathmandu, near Citizens Bank.